ओ दाइ के छ? ओ मेरो भाइ ओ दाइ ठिक छ? के छ भाइ? कहाँबाट आउनु भयो आज? म यति जान्ला ओहो दाइ यसो भोक लाग्छ यसो समोसा खुवाउनु नि यार लास्ट भोक लाग्यो कि आज मलाई के भन्ने अब बिहानदेखि केही पनि खाएको छैन कि मैले दाइ यार। जाउँ नि त भाइ यार ल भाइ खा दाइ कति भयो? अरे भाइ म दिइहाल्छु नि आफ्नो दाइ हुने यार भाइ यार म दिइहाल्छु अरे भाइ यार आज मेरो घरमा प्याज लगाउनु पर्ने छ हल्का खन्दैन भाइ यार दाइ काम हुन्छ यार मेरो कस्तो ढाड दुखिरहेको यार अहिले काम लगाइदिने। अरे भाइ यार तँलाई मैले समोसा खुवाएन भाइ त मेरो भाइ होइन र हेलो भाइ कहाँ हो तिमी? दाइ म घरमा छु। भाइ यार म अहिले बाहिर छु मेरो दाउरा बोक्नु पर्ने थियो घरमा गएर दाउरा बोक्दैन भाइ यार कहाँ हुन्छ यार म सक्ने नि यार। भाइ यार तँलाई मैले अघि समोसा खुवाएन भाइ यार एउटा यार दाइ यार तपाईँ पनि यहाँ। अरे भाइ यार म तिमीलाई नै खोजिरहेको थिएँ भाइ यार किन के भएर हिँड्दैछु म? ए भाइ यार आज मेरो घरमा कोही पनि छैन भाइ यार हल्का भैँसीले धेरै हगाएको छ कि गोबर सोइदिनु पर्ने थियो यार कहाँ हुन्छ यार त्यस्तो? अरे भाइ यार किन रिसाएको यार तिमीलाई मैले समोसा खुवाएन अघि पागल छ यार एउटा समस्यामा दिनभरि काम गराउने। लौ त मेरो पैसा। भाइ यार रोक्न भाषाको यार खाली पनि रिसाइदिन्छ नि भाइ यार अनि भाइ जाउँ त समोसा खाना नहीं दाइ यार भयो यार। जाउँ न जाउँ भाइ यार